लेटाङ नगरपालिका वडा नम्बर 3 कमलपुर टोल अन्तर्गत रहेको कमलपुर सामुदायिक वनले नजिकै गरेको खडेरी र यससँगै निम्तिने आगलागीको समस्यालाई मध्यनजर गर्दै आम उपभोक्ताहरूको उपस्थितिमा फायर लाइन निर्माण कार्य आज सम्पन्न गरेको छ। यो हाम्रो श्रमदानको संस्कार कमलपुरमा कहिलेदेखि हो भने हाम्रो समुदाय वनमा हाम्रो 15 दिन राईकै अध्यक्षतादेखि नै हामी कमलपुर सबै जनतालाई एक छौँ र यसरी हामी अघि बढिरहेका छौँ। सब अहिलेसम्म सबैको सहयोग र साथले अहिले हामी अघि नै छौँ। कम्तीमा आफ्नो अपनत्व होस्, वन पनि मेरो होस् भन्ने भावना स्वरूप हामीले हरेक सालमा चाहिँ वार्षिक कार्ययोजना अनुसार अग्निरेखा निर्माण तथा सरसफाइ गरिने भएकोले आज पनि सम्पूर्ण कमलपुर सामुदायिक वन उपभोक्ता समूहको आमा बुवा दाजुभाइ दिदीबहिनीहरू उपभोक्ताहरू आइदिनु भयो। अत्यन्त मजाले हामीले अग्निरेखा सफल पार्यौँ र आगामी दिनमा पनि यसरी नै सबैजना उपभोक्ताजीहरूको चाहिँ सहभागिता होस् भन्न म मेरो व्यक्तिगत र समूहको तर्फबाट चाहन्छु र हरेक काममा यसरी नै एउटा कमलपुर सामुदायिक वनको एकजुट भएर हामीले चाहिँ यसरी हरेक सामाजिक कार्यदेखि लगाएर वनको कार्यहरू पाउँदा हामी अत्यन्त खुसी छौँ। यसलाई चाहिँ अन्य साथीहरू पनि सिक्नुपर्ने भन्ने मेरो भनाइ हो। यो त एकदमै अनुकरणीय छ कमलपुर सामुदायिक वनले गर्दै गरेको गतिविधिहरू। अब आज कतिजना जतिको सहभागितामा यो फायर लाइन निर्माण कार्य भइरहेको छ? आज हाम्रो 225 घर उपभोक्ता हो, लगभग सबैजना आउनु भएको छ। सबैजना उपस्थिति भएर हामीले चाहिँ अग्निरेखा चाहिँ सीमाङ्कन सरसफाइ राम्रो गरेको छौँ। यो खडेरीको महिना चल्दै गर्दाखेरि आगलागीबाट बच्नको लागि के उपायहरू अपनाउनु पर्छ भन्ने कुरामा तपाईँको सुझावहरू के छ? पहिलो कुरो त हामीले आफूलाई सम्झनु पर्यो, यो वन मेरो पनि हो, यो वन सबैको हो र विशेष गरिकन हामीले चुरोट खाँदाखेरि चुरोटको ठुटा खानु भएन। अनि अर्को कुरो भनेको शिकार खेल्ने दाजुभाइहरूले चाहिँ के सोच्नु पर्यो भने शिकार खेल्नका लागि वनमा आगो लाउनु भनेको चाहिँ अपराध हो। यसलाई सबैले मनन गर्नु पर्यो र आगो लाग्ने साथ अझ हाम्रो सामुदायिक वनमा त के छ भने हामीले प्रत्येक समूहमा आफ्नो उपभोक्ताले चाहिँ एउटा गिलेनमा चाहिँ पानी भरेर इमर्जेन्सीको राखिराख्ने गरेका छौँ र आपद विपद परेको बेला आग लागेको बेला त्यही पानी ल्याएर हामी सबैजना सहभागिता जुटाएर आगो निभाउने हामी गर्छौँ र यसमा लेटाङको सब डिभिजन वन सम्बन्धित निकाय पुलिस प्रशासन सबैको सहभागिता चाहिँ हरेक साल हरेक दिन रहेको पनि म अवगत गराउन चाहन्छु। यो विगतदेखि नै फायर लाइन निर्माण गर्दाखेरि आगलागी नियन्त्रणमा चाहिँ कस्तो भूमिका प्रभाव यसको पाइराख्नु भएको छ? अब यस्तो हुन्छ, अब यो आगलागी भन्ने कुरो कतिखेर लाग्छ, कसले लाउँछ थाहा हुँदैन। हामीले जनचेतनामूलक कार्यक्रम धेरै गऱ्यौँ, धेरैपल्ट हामीले गोष्ठी गऱ्यौँ, सभा गऱ्यौँ। हिजो अस्ति मात्र पनि हाम्रो सामुदायिक वनमा चाहिँ हामीले गोष्ठी गरेर यो विषयमा गऱ्यौँ र हिजो अस्ति 6 गते मात्रै लेटाङमा एउटा बृहत र्याली पनि गऱ्यौँ डडेलोको सम्बन्धी। र अब सबै उपभोक्ताजीहरूलाई के मनन गराउन हामी चाहन्छौँ भने मैले अघि पनि भने वन चाहिँ हाम्रो हो, यसलाई संरक्षण गरौँ। यो वनबाट हामीले बाँच्नका लागि अक्सिजन पनि पाउने, आफूले चाहिँ उपभोग गर्नुपर्ने आपूर्ति काठहरू पनि पाउने। त्यही भएर र वन्यजन्तुको पनि संरक्षणको लागि चाहिँ सबैजना लागौँ भन्ने हाम्रो आशय हो। धन्यवाद। ल एकदम उम्रेको